अब मात्र हामीले 10 दिन होल्ड गर्यौं भने बाइक अथवा स्कुटी किन्ने पैसा आउँदैछ। चैतको लास्टसम्ममा धेरै दिन बाँकी छैन। त्यो के भन्दाखेरि यो 5 वटा कम्पनी लिस्टेड भएर कारोबार भइरहेको मध्ये आरएसएमएल रिलायन्स स्पिनिङ मिल्स जुन चाहिँ आज 2214 रुपियाँ पुगेर पोजिटिभ 10% शानदार सर्किट लागेको छ, 201 रुपियाँको वृद्धि भएको छ। यसको भनेको 2225 किता आज कारोबारमा आयो, जुन ठिक छ, स्वागत योग्य छ। यो भोल्युम कन्ट्रोल भइरहेको छ, एकदम राम्रो हो। सबै लगानीकर्ताहरूलाई जो आइपिओ होल्डर हुनुहुन्छ, यो रिलायन्स स्पिनिङ मिल्सको 50 किता आइपिओ 41,040 जुन मा खरिद गर्नु भएको थियो, अब त्यो छिटै नै 2,60,000 रुपियाँ हुँदैछ। त्यो भनेको चैत 26 गते, धेरै दिन बाँकी छैन। सबैले होल्ड गरौँ। अब यसको प्राइस भनेको भोलि अब सोमबार 2435 हुँदैछ, 10% पोजिटिभ सर्किट लागेर। मंगलबार 2679 हुँदैछ, बुधबार 2946 हुँदैछ र बिहिबार 3241 पुग्दैछ है। यही हप्ताको बिहिबारसम्म 3241 र अर्को हप्ताको लास्टमा भनेको 5216 रुपियाँ पुग्दैछ। त्यो दिन भनेको हामीलाई स्वाट्टै बाइक अथवा स्कुटी किन्ने पैसा बेचेर अब त्यसबाट पनि अलिकति हामीले यो भोल्युम कस्तो आउँछ त, कस्तो कारोबार भइरहेछ, बजारको ट्रेन्ड के छ त, भोल्युम कन्ट्रोल भयो भने, सप्लाई आएन भने फेरि 7-8 हजार अर्को वैशाखको 15 गते भित्रमा 7,000 पुग्न सक्ने सम्भावना पनि बढेर गएको छ। त्यसैले होल्ड गरौँ यसलाई, आरएसएमएललाई। जो साथीहरूसँग परेको छ र सबै साथीहरूले यो भिडियोलाई सेयर गरौँ, किनभने उहाँहरूले यो भिडियो देख्नुभयो, जानकारी पाउनुभयो भने 5,000 रुपियाँ भन्दा बेसी हुँदैछ भनेपछि सबैले होल्ड गर्नुहुन्छ अवश्य पनि। त्यो देखिसकेपछि कसैले पनि बेच्नु न यस्तो यो कम्पनीको सेयरलाई है। त्यही भएर भिडियो सक्दो लाइक सेयर गरौँ र यसलाई हामीले छिटै 5,000 भन्दा माथिको यात्रामा हामी लैजान कोसिस गरिरहेको छौँ। सबैले होल्ड गर्यौँ भने अवश्य पुग्छ। त्यसैले यसलाई सबैले होल्ड गरौँ। धेरै दिन पनि परेन, अब 12-15 दिन जति होल्ड गर्दाखेरि 5,000 क्रस भएपछि झन्डै 7,000 को यात्रातिर हामीले देख्न सक्छौँ। र यसलाई आज यो 2225 किता चाहिँ कुन ब्रोकरले हात मार्न सफल भयो त, कुन अपरेटरले, कुन ब्रोकर मार्फत भनेर डिटेलली हामी हेरौँ त। आज हेरौँ आरएसएमएल को के भयो। आज कारोबार त जम्मा 2225 किता मात्रै कारोबारमा आएको छ। आज कुन ब्रोकरले, कुन अपरेटरले, कुन ब्रोकर मार्फत यसलाई हात मार्न सफल भएका छन्। आज एक दिनको हामीले हेर्दाखेरि 92 ब्रोकर, फेरि रोड शो सेक्युरिटिज, हामीले अस्ति पनि यही ब्रोकर मार्फत हेभी बाई भएको चिट्ठा परेको हामीलाई यही ब्रोकरलाई देख्न सकेका थियौँ। आज पनि त्यही देखिरहेका छौँ। 1645 किता आज 92 ब्रोकरले हात मार्न सफल भएको छ। त्यस्तै अर्को छ 63 नम्बर हिमालयन ब्रोकरेजले 500 किता आज हात मार्न सफल भएको छ, चिट्ठा परेको छ है। त्यस्तै अर्को 46 कालिका सेक्युरिटिज ले 50 किता र 96 हिमालयन सेक्युरिटिजले 10 किता हात मार्न सफल भएका छ, चिट्ठा परेको छ है। अब यो पैसा त सिधै डबल बनाउने हो नि त अपरेटरहरूले। यो 3200लाई 6400 बनाउँछन्। अब धेरै दिन बाँकी छैन है। अब यसको हेरौँ। अब अहिलेसम्म जति कारोबारमा आयो जम्मा 9,761 किता कारोबार भयो अहिलेसम्म यसको। त्यो हेर्दाखेरि आज त्यतिखेरसम्मको कुन ब्रोकरले भनेको 92 है। यो अघि पनि भने मैले 92 कै ठुलो यसमा हात देखिन्छ। 2095 किता हात मार्न सफल भएको छ यो ब्रोकरबाट। 64 सन सेक्युरिटिजले 1858 किता हात मार्न सफल भएको छ। त्यस्तै अर्को नासा सेक्युरिटिज 58 नम्बरले 2363 किता हात मारेको छ है। त्यस्तै 93 बेनी सेक्युरिटिजले 630 किता, त्यस्तै 620 किता अर्को 63 हिमालयन ब्रोकरेजले, त्यस्तै 550 किता सेक्युर्ड सेक्युरिटिज 36 नम्बरले, त्यस्तै 62 नम्बर क्यापिटल म्याक्सले 475 किता, त्यस्तै अर्को इन्भेस्टमेन्ट ले सेक्युरिटिजले 330 किता यसरी लगायत अरू फाटाफुट्टा यसरी यो चिट्ठा परेको छ। अब अपरेटरहरू लागिरहेको हुन्छ यस्तोमा। हामी साधारण लगानीकर्ताले मिली सेकेन्डमा अर्डर राख्दा पनि यो 3200 मा 1 युनिट 3200 मा किन्न सक्दैनौँ हामीले है। 3200 अब केही दिनमा पुग्दैछ। त्यति पनि हामीले किन्न सक्दैनौँ जबसम्म अपरेटरले यसलाई छोड्दैन, कहाँसम्म पुर्याउने हो त्यहाँ पुर्याएर सप्लाई दिँदैन।
हामी साधारण लगानीकर्ताहरूले मिली सेकेन्डमा अर्डर राख्दा पनि बाई गर्न सक्दैनौँ। लास्टमा फेरि फस्न सकिन्छ। त्यतिखेर चाहिँ हामी सबै साथीहरूले यस्तो स्क्रिप्टमा अब 6-7 हजार पुग्यो, अब 10 हजार पुग्छ भनेर बाई गर्नुभयो भने फस्न सक्ने सम्भावना ज्यादा हुन्छ। हिजो आज बाई गर्न पाउँदैनौँ। हिजो आजको बाई हामीले निर्धक्क भएर गर्न सक्छौँ यो प्राइसमा, तर यतिखेर हामीलाई अपरेटरहरूले बाई गर्न दिँदैनन् है त। ल